हेलो एभ्रिवन, सबैलाई नमस्ते। सबैलाई म तपाईँ मार्केटको बारेमा अपडेट गराउन गइरहेको छु र आज पनि म तपाईँलाई विशेष गरेर योभन्दा अगाडि इलेक्ट्रिक नेपालमा तपाईँ जानुहुन्छ भने जुन चाहिँ तपाईँहरूले योभन्दा अगाडि चैत 9 गतेको भिडियोमा मेरो हेर्न सक्नुहुन्छ। चैत र 7 गतेको भिडियोमा हेर्न सक्नुहुन्छ, जुन चाहिँ मैले 2640 ब्रेक गरेमा के गर्ने मार्केटको बारेमा चाहिँ भनेर अपडेट पनि गराएको थिएँ र 2-3टा अप्सनहरू पनि तपाईँलाई मार्केटको सिनेरीमा देखेका थिएँ। र अर्को भनेको मैले चाहिँ मेरो भिडियोमा जसले धेरै चाहिँ एनालाइसिस गर्दिनँ भनेर रिकमेन्ड गरेको स्टकको चाहिँ कमेन्ट गर्नुहुन्छ, त्यो आधारमा मैले एनआइसी एसियाको पनि मैले एनालाइसिस गरेको थिएँ। र मैले तपाईहरुलाई चाहिँ जुन मैले 2740 बाट ब्रेक हुँदै 10 देखि चाहिँ म जुन चाहिँ यसले यो सपोर्ट ब्रेक गर्यो, त्यसपछि म तपाईहरुलाई चाहिँ अलिकति रिस्की छ, अलर्ट छ भनेर भनेको थिएँ। तर 2690 मेरो इनभाइट केस भइसकेपछि पनि म तपाईहरुलाई 2-3टा सिनारियो केसमा चाहिँ मैले मार्केटको बारेमा अपडेट गराएको थिएँ। र एउटा मैले सिमेट्रिकल ट्रायंगल अर्को भ्यालिड रहने र अर्को तपाईहरुलाई चाहिँ अर्को बियरिश फ्ल्याग जुन चाहिँ यो बारेमा म बारम्बार चाहिँ अपडेट गरेको थिएँ। तर के हो त भन्दाखेरि सबैको एउटा सपोर्ट लेभल हामीले हेर्ने हो भने 2640 लाई हेरिएको थियो, जुन चाहिँ हिजो हामीले त्यो चाहिँ यसले चाहिँ ब्रेक डाउन गरेर चाहिँ एउटा फ्री फल स्टाइलमा खसेको पनि हामी देख्न सक्छौं। त्यो क्लियरली हामी यो हेर्न सक्छौं। र अबको सिनेरियोमा मार्केटमा के हो त भन्ने कुरा हुन्छ, जुन चाहिँ यहाँनिर हेर्नुहुन्छ भने बुलिश ह्यामर बनाएको देख्न सक्नुहुन्छ। मार्केटमा आजको क्यान्डल वाइज हेर्ने तल गएर र यो भन्दा माथिपट्टि 50% मा गएर बसेको देखिन्छ। तर कुरा के हो त भन्दा मार्केटले एक्जिट हुने अवसर दियो अथवा चाहिँ बाई गर्ने अवसर हो, त्यो चाहिँ म तपाईहरुलाई चाहिँ डिटेल अवश्य पनि भन्ने छु। र यदि मेरो एनालाइसिस मन पर्छ भने इलेक्ट्रिक नेपालमा जानु होला, सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला, लाइक चाहिँ गर्न नभुल्नु होला। र आजको भिडियोमा पनि तपाईहरुले चाहिँ यदि कमेन्ट गर्नुहुन्छ भने चाहिँ कुनै स्टकको बारेमा कमेन्ट गर्नुहुन्छ अथवा यो एनालाइसिस गरिदिनुस् भनेर जसले धेरै चाहिँ कमेन्ट गर्नुहुन्छ, जसको जुन स्टकको बारेमा धेरै कमेन्ट आउँछ त्यो स्टकको बारेमा म अवश्य पनि एनालाइसिस गर्ने छु। र ब्रोकर वाइज हेर्ने भने टर्नओभर हामी झरेको पनि धेरै तल झरेको देख्न सक्छौं। र जुन चाहिँ हामीले ब्रोकर वाइज हेर्ने हो भने चाहिँ लगातार चाहिँ आजको स्ट्याटस हेर्ने हो भने चाहिँ तपाईको चाहिँ बढी चाहिँ बाई गरेको देख्न सकिन्छ। र अब कुरा रह्यो यो कति सस्टेन गर्ने हो हैन, अब सस्टेन गर्छ कि गर्दैन भनेर धेरैलाई कौतूहलता पनि छ। मैले तपाईहरुलाई प्रिफर्ड काउन्ट भनेर एउटा चाहिँ मैले एबीसीडी ट्रायंगल जुन चाहिँ 2690 ब्रेक गर्ने बित्तिकै यो लेभलतिर आउन सक्छ भनेर भनेको थिएँ। तर मैले त्यो तल आउन सक्ने सम्भावना के थियो भनेर यसरी तल 2640 आउने, फेरि चाहिँ यो रेजिस्टेन्सलाई यसले के गर्ने त भन्दा एउटा यो सपोर्टलाई रेजिस्टेन्स बनाउने र फेरि झर्ने भनेर भनेको थिएँ। तर त्यो हुन सकेन। मार्केटले एउटा सेलिङ अपर्च्युनिटी नदिइकिन कन्टिन्यू डाउन भएको देखिन्छ र यदाकदा फेरि मार्केटले यो स्विङ गर्नलाई यो होल एबीसी यही सकेर कन्टिन्यू राइज त हुने हैन भनेर शंकाको दृष्टिकोणले पनि हामी चाहिँ हेर्न सक्छौं। तर नट कन्फर्म, र अहिले चाहिँ कुनै पनि कन्फर्म भएको छैन। मैले लगातार यो 200 दिनको मुभिङ एभरेजतिर आएर तर 2400 लाई 42 लाई ब्रेक नगरी यो फेरि अझै ट्रायंगल बनाएर यही सस्टेन भएर चाहिँ एउटा जान सक्ने भनेर तपाईहरुलाई चाहिँ प्रिफर काउन्ट चाहिँ मैले गरेको थिएँ। र आज तपाईले यहाँनिर हेर्नुहुन्छ भने म अलिकति जुम गरेँ र आज हेर्नुहुन्छ भने क्यान्डल वाइज बहुतै राम्रो छ, जुन चाहिँ बुलिश ह्यामर बनेको छ। र तपाईले हेर्नुहुन्छ भने यहाँ यो क्यान्डलको 50% मा गएर बसेको छ। तर कुरा के हो त भन्दा जुन चाहिँ यो ट्रेन्ड लाइनलाई तपाईले यो मेरो यो ट्रेन्ड लाइनलाई हेर्नु होला, यसलाई मैले कलर चेन्ज गरेँ। यो कलर चेन्ज गरेको यो लाइनलाई यसले के गरेको छ, ठ्याक्कै गएर टच गरेको छ। यो नै रेजिस्टेन्स हुने सम्भावना धेरै हुन्छ। र अब भोलिको सिनेरियोमा के हो त भन्दा यहाँबाट एउटा 50% राइज हुन सक्ने सम्भावना रहन्छ नै। एउटा म तपाईहरुलाई चाहिँ भनिहालेँ, यही नै यसले ट्रायंगल बनाउने सम्भावना पनि रहन्छ। तर नट कन्फर्म, अहिले केही भन्न सक्ने अवस्था छैन। र माथि जाँदा 2760 को यो लेभल जान सक्छ। र यो 2760 जान सक्ने सम्भावना पनि के रहन्छ भने तपाईको यहाँनिर हेर्नुहुन्छ भने यो लेभलमा एउटा बनाएर फेरि एउटा स्विङ माथि गएको, यसरी गयो फेरि गयो हैन, फेरि जाँदाखेरि चाहिँ लगभग यसको फेरि के छ, रेजिस्टेन्स लेभल चाहिँ यो 2760 को लेभल चाहिँ छ। र 2760 भनेको लगभग यसको चाहिँ सपोर्ट जुन चाहिँ अगाडिको सपोर्ट थियो त्यो नै रेजिस्टेन्स हुने सम्भावना पनि रहन्छ। अब भोलिको केसमा तपाईहरुले गर्न सक्ने सिनेरियो के हो त भन्दा कि त तपाईहरुले कुर्न सक्न पर्यो, यसैको लो चाहिँ कुर्न सक्न पर्यो। त्यसले तपाईहरुलाई के हुन्छ, अलरेडी लस गराइसकेको छ। र अबको केसमा के हो त भन्दाखेरि चाहिँ यदि भोलि
भोलि मार्केट चाहिँ बढिहाल्यो भने चाहिँ यसरी बढिहालेर सेलिङ आयो भने चाहिँ यसको चाहिँ यो क्यान्डलको 50% भन्दा तल चाहिँ जानु भएन। जुन आजको ग्रीन क्यान्डल छ, जसको आजको क्यान्डलमा तपाईँले हेर्नुहुन्छ भने 2592 गराएर चाहिँ माथि फर्किएको देखिन्छ र 2592 गराइसकेपछि यसले जुन चाहिँ तपाईँको रिसेन्टली हेर्नुहुन्छ भने हामीले 2640 लाई चाहिँ जुन चाहिँ एकदम जुन चाहिँ हामीले चाहिँ सपोर्ट लेभल भनेका थियौँ त्यो नै तोडेर यही लेभलबाट फेरि सेलिङ आएको छ, 45 सम्म पुगेर सेलिङ आएको छ। यसलाई चाहिँ तपाईँको फेरि माथि जाँदा फेरि सेलिङ आयो भने यो 40 को लेभल चाहिँ ब्रेक गर्नु भएन र यो 40 को लेभल ब्रेक नगरी सस्टेन गर्छ भने मार्केटले चान्सेस कि 50% जाने र अर्को जुन चाहिँ मैले सिनारी योभन्दा अगाडि बनाएको थिएँ यो ट्रायंगल प्याटर्न, जस्तो तपाईँलाई म यो भन्न चाहेँ यो होल यहीँबाट यो एबिसी हुन सक्ने यसरी र फेरि एउटा चाहिँ यतातिर गएर 2760 बाट सेलिङ आएर एउटा तपाईको लगभग फेरि यो 2640-50 तिर आएर फेरि अर्को यसरी जाने तर हाई क्रस नगर्ने, फेरि अनि यसरी एउटा यो खालको सिनेरियो बनाएर जान सक्ने सम्भावना कायम छ, जुन मेरो प्रिफर्ड काउन्ट हो। यो चाहिँ योभन्दा अगाडि पनि म तपाईलाई भनेको थिएँ, मैले मेरो होप के थियो भने 2640 लाई जुन चाहिँ स्ट्रङ सपोर्ट थियो त्यहाँबाट एउटा बाउन्स गरेर यतातिर जाने र फेरि एउटा यता झरेर बल्ल यो खालको सिनेरियो बनाउँछ भन्ने थियो। तर मार्केटले के गर्यो त भन्दा कन्टिन्यू कुनै पनि सेलिङ चान्स नदिइकिन चाहिँ कन्टिन्यू डाउन दियो र यहाँनिर एउटा के हुन सक्छ त भन्दाखेरि चाहिँ एउटा यो फेक आउट हुन पनि सक्ने सम्भावना हुन्छ। जुन चाहिँ हाम्रो स्ट्रङ सपोर्ट थियो त्यो सपोर्टलाई एउटा चाहिँ तल डाउन आउँदा एउटा फेक आउट गरेर माथि जाने सम्भावना पनि रहन्छ। तर अहिले कन्फर्म भन्न सकिन्न, यो बेलामा हामी चाहिँ अलिकति सबै त्रसित छौँ र किनभने यो जुन चाहिँ खालको खसाइ छ त्यसले पेनिक अवस्था पनि बनाएको छ र फेरि जाँदा चाहिँ यसले चाहिँ दिन्छ दिँदैन भन्न चाहिँ सकिन्न। त्यसले अबको स्ट्राटेजी के हो त भन्दाखेरि चाहिँ यसरी जाँदा भोलि नै यसले चाहिँ यो 2640 लाई सपोर्ट गर्छ कि त्यो कुरा पहिला कुरा हेर्नु, माथि गएर फेरि सेलिङ आउँछ भने 2640 लाई सपोर्ट गर्छ कि हेर्नु होला र 2640 लाई यदि सपोर्ट लिएर फर्किन्छ भने चान्सेस कि मार्केटले यो खालको सिनेरियो अझै बनाउने चान्स छ, जुन चाहिँ ट्रायंगल प्याटर्न सिमेट्रिकल ट्रायंगल प्याटर्न यो होल बनाएर चाहिँ जाने सम्भावना स्टिल कायम छ। होल एबीसीडीई गरेर जाने चान्स चाहिँ स्टिल कायम छ। र अर्को म तपाईलाई चाहिँ डबल कम्बिनेसनको चाहिँ बियरिश फ्ल्याग भनेको थिएँ र यसमा पनि मैले तपाईलाई यो 2640 बाट फर्किएर जुन चाहिँ तपाईको यो च्यानलिङ हेर्नु होला, च्यानलिङलाई यसले के गर्यो हिजो चाहिँ फेक आउट गरेर आज माथि गएको छ र यही च्यानलिङबाट आज सेलिङ आएको छ माथि जाँदाखेरि चाहिँ भोलि यदि चाहिँ यही च्यानलिङ भन्दा माथि सस्टेन गर्दैन भने मार्केट चाहिँ राम्रो देखिँदैन। तर भोलि बढेर यदि सेलिङ आइहाल्छ भने पनि यो च्यानलिङ भन्दा माथि नै सस्टेन गर्नु पर्दछ। र मैले तपाईलाई यहाँबाट एउटा चान्सेस जुन चाहिँ बियरिश फ्ल्यागको केसमा यसरी गएर अनि तपाईको लगभग 2760 80 2800 को रेन्ज गएर फेरि यसरी झर्ने सम्भावना अर्को छ भनेर भनेको थिएँ र स्टिल यो चान्स पनि कायम रहन्छ। तर अहिले कुनै कन्फर्म नदिएको हुँदा तपाईहरुलाई के हो त भन्दा अहिले एक्जिट हुने अवसर कसै के हुन सक्छ त्यो कुरा चाहिँ हामी चाहिँ विचार गर्नुपर्छ। र तपाईको हिजोको भोल्युम टर्नओभर सहित खसेको छ, यत्रो दिन तपाईको विथआउट टर्नओभर चाहिँ झरिरहेको मार्केट हिजो जुन चाहिँ यो यसको स्ट्रङ सपोर्ट चाहिँ ब्रेक गर्यो त्यसपछि टर्नओभर सहित चाहिँ तपाईको के गरेको देखिन्छ भन्दाखेरि खसेको देखिन्छ र आजको जुन चाहिँ पुल ब्याक छ तपाईले यो लेभलको टर्नओभर पनि देख्न सक्नुहुन्न। त्यसले गर्दा यो बढ्यो भन्न चाहिँ सकिन्न, तर लुक्स लाइक एउटा ह्यामर जस्तो स्टाइलले चाहिँ जुन चाहिँ माथि पुल ब्याक गरेको छ त्यो चाहिँ राम्रो छ। तर भोलिका दिनमा पनि भोलिको क्यान्डलले एटलिस्ट 3 दिनको क्यान्डलले यो क्यान्डल लाई चाहिँ ब्रेकआउट गरेमा चाहिँ चान्सेस कि बल्ल मार्केट बढ्यो भन्ने चाहिँ सिनारियो रहन्छ। र स्टिल अहिलेको चान्समा के हो त भन्दाखेरि चाहिँ एउटा रिटेस्टेड गरेर चाहिँ जुन चाहिँ 2760 देखि 2800 को रेन्ज गएर फेरि यो झर्ने सम्भावना कायमै छ कायमै छ। जुन कुरा मैले प्रिफर्ड काउन्टमा म तपाईलाई भनेको छु यसले यसरी ब्रेकआउट गर्दा फेरि यो जुन चाहिँ 2700 जुन चाहिँ 2640 को लेभल छ यो 2640 को लेभललाई फेरि यसले सस्टेन गर्नु पर्यो र बल्ल माथि गयो भने चान्सेस कि यो ट्रायंगल जुन चाहिँ मेरो प्रिफर्ड काउन्ट हो यो हुने सम्भावना धेरै देखिन्छ। र अहिलेसम्मको सिनारियोमा स्टिल चाहिँ मेरो चाहिँ काउन्ट के हो त भन्दा प्रिफर्ड काउन्ट चाहिँ यो ट्रायंगल हो र अर्को चाहिँ तपाईको अल्टरनेटिभ अप्सनमा यो के हो त भन्दाखेरि चाहिँ यसरी फेरि एबीसी गरेर तल झर्ने अवस्था जुन चाहिँ तपाईको डबल कम्बिनेसनको डब्लु र एक्स र यो वाई जुन चाहिँ मैले 2690 ब्रेक गर्ने बित्तिकै तपाईहरुलाई यो अल्टरनेट केसमा चाहिँ भनेको पनि थिएँ। र विकली वाइज जुन चाहिँ चार्ट छ मैले बारम्बार तपाईहरुलाई भनेको थियो अलिकति अलर्ट रहन भनेर जुन चाहिँ यो सुटिङ स्टार बनाएको थियो त्यसले कन्टिन्यू डाउन आएको छ र आज तपाईले हेर्नुहुन्छ भने आजसम्मको सिनारियोमा विकेन्डमा तपाईले चार्ट हेर्नुहुन्छ नि क्लियरली बुलिश ह्यामर बनाएको छ। जस्तो सुटिङ स्टारले के गर्छ मार्केट खस्नी बनाउँछ भने
यो बुलिस बटममा गएर यदि यो ह्यामर यदि सस्टेन गर्यो भने यो विकभित्र यो ह्यामर सस्टेन गरेमा मिनिमम चाहिँ यहाँ 50% जाने सम्भावना, जुन चाहिँ 2760 देखि 2800 को रेन्ज चाहिँ म तपाईहरुलाई भनेकै छु। यो विकमा यो लेभलको सस्टेन गर्छ भने चान्सेस के हो त भन्दा एउटा बी वेभ चाहिँ जाने नै देखिन्छ र मैले तपाईहरुलाई यो भनेकै थिएँ। यसरी एउटा स्विङ झर्ने जुन चाहिँ विकलीमा चाहिँ हेर्ने हो भने चाहिँ अलिकति कता थर्ड नै यहाँनिर सकेर फेरि यो सक्यो झर्ने हो कि भन्ने खालको सिनेरियो पनि देखिन्छ भनेको थिएँ। तर डेली वाइज त्यो कन्फर्म नगरेको गर्दाखेरि चाहिँ र कन्टिन्यू डाउन आएको कारणले गर्दा कुनै रिट्रेसमेन्ट देखिएको छैन। सो विकलीमा पनि के हुनसक्छ भन्दाखेरि अबको विक चाहिँ एउटा सस्टेन भएर एउटा चाहिँ रिट्रेसमेन्ट जाने र फेरि अर्को झर्ने सम्भावना पनि कायमै देखिरहेको छ विकली वाइज हेर्दा। तर तपाईले के बुझ्नु भने यहाँ यदि चाहिँ विकली वाइज चाहिँ अहिलेको सिनेरियोमा बुलिस ह्यामर बन्छ भने अवश्य पनि 2760 र 2800 को रेन्ज पुग्ने नै देखिन्छ। त्यसलाई पनि विकली वाइज चाहिँ तपाईले चार्ट गरेर चाहिँ हेर्न सक्नुहुन्छ, जुन चाहिँ मैले तपाईहरुलाई बारम्बार भनेको छु। र क्लियरली फोर्थ वेभ देखियो कारणले गर्दा म स्टिल चाहिँ यो फोर्थ वेभ हो भनेर भनिरहेको छु नेप्सेको केसमा। र अर्को त मैले ब्याङ्किङको केसमा जुन चाहिँ मैले यो 55 को लेभल ब्रेक गर्ने बित्तिकै मेरो इनभ्यालिड हुन्छ भनेको थिएँ र यसले चाहिँ जुन चाहिँ म योभन्दा पछिल्लो हाम्रो मिटिङमा म तपाईहरुलाई अपडेट पनि गराएको थिएँ र यसरी एबीसी गराउने क्रममा फेरि यसले चाहिँ फलिङ वेज गरेर जुन चाहिँ डाइभर्जन गरेर यो राइज गयो, त्यसपछि फेरि थर्ड र फोर्थ र एउटा फिफ्थ बनाएको कि भन्ने पनि देखिन्छ। र यहाँनिर चान्सेस के हो त भन्दा ब्याङ्कमा हेर्दा यता कता फेरि यो एबीसी नै यहाँ सकेर होल चाहिँ यहाँ चाहिँ सकेर कता डबल बटम त बनाएको होइन भन्ने सिनेरियो पनि देखिएको छ, तर नट कन्फर्म। र यसको पनि तपाईले ब्याङ्कको केसमा पनि यसरी जाँदा चाहिँ यो सपोर्ट लाइनलाई हेर्नु होला। यो सपोर्ट लाइनलाई फेरि यसले रेसिस्टेन्स बनाउने गर्छ, जुन चाहिँ लगभग तपाईको चाहिँ 1380-82 को रेन्ज चाहिँ छ। त्यो 82 को रेन्जबाट फेरि झरेमा चाहिँ फेरि तपाईको कन्टिन्यू यहाँ झर्ने सम्भावना देखिन्छ। तर एटलिस्ट के हुन सक्छ त भन्दाखेरि यो पनि ख्याल गर्नु कि डबल बटम हुन सक्ने सम्भावना, जुन चाहिँ डब्लु प्याटर्न यसरी यसले यो होल एउटा बटम अनि यो राइज गयो र यहाँनिर डब्लु बनाएर माथि जाने सम्भावना पनि देखिन्छ। त्यसले गर्दा अलिकति ब्याङ्कलाई पनि वाच लिस्टमा राख्नु होला भन्न चाहिँ चाहे। र त्यसपछि अर्को चाहिँ फाइनान्स सेक्टरको बारेमा मैले रिसेन्टली एउटा भनेको थिएँ, अपडेट गरेको थिएँ र तपाईहरुलाई यो लेभलमा बाई हुन सक्छ भनेको थिएँ। तर यो ब्रेक गर्यो, तर यसले लो ब्रेक गरेको छैन र चान्सेस कि फाइनान्समा यो राइजलाई ब्रेक नगर्दासम्म चाहिँ तपाईहरु इन्ट्री नगर्नु होला, अथवा इन्ट्री गरिरहनु साथीहरुले हेर्नुहुन्छ भने फेरि यो लेभलमा फेरि एक्जिट हुने र झरेर फेरि ब्रेकआउट गर्छ भने बल्ल चाहिँ इन्ट्री चाहिँ बेटर देखिन्छ। र फाइनान्सको सेक्टरमा पनि यता जुन चाहिँ ट्रायंगल प्याटर्न बनाएको त होइन भन्ने देखिन्छ। होल 1 2 3 4 5 गरेर यहाँ ए फेरि ए बी सी डी ई गरेर फेरि अर्को चाहिँ ए बी सी बनाउने हो कि भन्ने पनि देखिन्छ, तर नट कन्फर्म। अथवा यसले 1 2 3 4 5 यहाँ क्लियर प्याटर्न जुन चाहिँ मैले भन्दा अगाडि बुलिश प्याटर्न बनेको थिएँ र होल ए बी सी हुन सक्ने सम्भावना पनि रहन्छ। तर अहिले कन्फर्म छैन। तपाई इन्ट्री भइसक्नु भएको छ भने फेरि यो रेसिस्टेन्समा फेरि तपाई के गर्नु होला, एक्जिट हुनु होला र सेलिङ आएर फेरि ब्रेकआउट दिन्छ भने त्यहाँनिर तपाईले इन्ट्री गर्नु भने सबभन्दा बेटर देखिन्छ फाइनान्स सेक्टरमा। र अर्को चाहिँ म्यानुफ्याक्चरमा म तपाईहरुलाई योभन्दा अगाडिको भिडियोमा भनेको थिएँ म्यानुफ्याक्चरको बारेमा म तपाईहरुलाई अपडेट गराउनै पर्छ भनेर। तर सबै सेक्टरको बारेमा अपडेट गराउनलाई चाहिँ अलिकति मलाई चाहिँ समय अभावको कारणले गर्दा त्यो अपडेट गराउन सकिनँ र अहिलेको चान्समा म तपाईहरुलाई यो डिलिट गरेँ र अलिकति यहाँनिर हेर्नु होला। र यो चान्स देखिरहेको छ एबीसी डब्लु, यहाँ होल एबीसी यो चाहिँ एक्स र 1 2 3 4 5 देखायो बी वेभ जाने। बी वेभ जाँदा 50% रिट्रेसमेन्ट गर्ने म्यानुफ्याक्चरमा यसरी हेर्नु होला र 50% रिट्रेसमेन्ट गर्दा जुन चाहिँ 7549 को रेन्जसम्म जान सक्ने, 50 को रेन्जसम्म जान सक्ने र फेरि कन्टिन्यू एउटा डाउन आउन सक्ने र यसले होल चाहिँ डब्लुएक्स र वाई बनाउने हो कि भन्ने सिनारियो मेरो प्रिफर काउन्ट चाहिँ म्यानुफ्याक्चरमा अहिले यो देखिएको छ। त्यसले गर्दा अलिकति म्यानुफ्याक्चरमा पनि अलर्ट रहनु हुन अनुरोध गर्दछु। र ओभरअल सिनारियो देखिन्छ। र अरू सेक्टरको बारेमा मलाई अलिकति समय अभाव गर्दा म तपाईहरुलाई अपडेट गराउन पाइनँ र नेक्स्ट भिडियोमा अवश्य पनि म अपडेट गराउने छु। यदि मेरो एनालाइसिस मनपर्छ भने इलेक्ट्रोड नेपालमा जानु होला, सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला र ग्रुपमा शेयर गर्न नभुल्नु होला। थ्यांक यू।